हेलो फ्रेंड, गुड मॉर्निंग टू एवरीवन। मेरा नाम शिव प्रकाश चौधरी। मेरो घर चाहिँ सराल चरगोब्रैया नवलपरासी अनि म हेल्दी लिभिङमा अहिले 2 वर्षदेखि एज अ सिल्भर डाइरेक्टरको रूपमा कार्यरत छु, एज अ पार्ट टाइमको रूपमा। र त्यहीँबाट मैले एग्री 82 को प्रयोग गरेर 4 कट्ठा चाहिँ आलु लगाएको थिएँ। त्यसबाट मैले एग्री 82 र डाइथेनम 45 प्रयोग गरेर यसरी चाहिँ मैले पालाबाट पनि जोगाएँ र मेरो आलु चाहिँ तपाईहरु हेर्न सक्नुहुन्छ। म कोडेर राखेको छु हैन। यसरी चाहिँ अझै यो बोरामा छ यिनीहरू र अहिले यो चाहिँ तपाईको भुइँमा सुकाउनको लागि राखिएको छ। यो आलु तपाईहरु हेर्न सक्नुहुन्छ। यो पुरै आलु चाहिँ मैले लगभग 3.5 कट्ठामा यो लगाएको थिएँ र यो पुरै चाहिँ देशी आलु हो। यो साठा हैन, पुरै तपाईको देशी आलु हो। यो चाहिँ हेर्न सक्नुहुन्छ। तपाईहरु पनि एग्री 82 को प्रयोग गर्नुस् र कुनै पनि दलिहन, 1 दलिहन र 2 दलिहन दुईटैमा यो काम लाग्छ र यो अर्ग्यानिक मल हो, भेस्टिज एवं हेल्दी लिभिङको। र यो प्रयोग गरेर तपाईहरु पनि मनग्गे आम्दानी कमाउन सक्नुहुन्छ देशी आलु रोपेर र धेरैभन्दा धेरै चाहिँ आलु उत्पादन गर्न सक्नुहुन्छ यसरी म जस्तै। त्यसकारणले सबैजना एग्री 82 जुन 82 प्रकारको तत्त्व हाम्रो बिरुवालाई प्रदान गर्छ, माटीमा उर्वरा शक्ति कायम राख्छ र माटोलाई एकदमै कमलो बनाउँछ र चिस्यान राखिराख्छ, गण्यौलाहरूलाई आकर्षण गर्छ र राम्रो कुरा के छ भने एकदमै बिरुवालाई हराभरा र पोटिलो बनाउँछ र बालीलाई एकदमै राम्रो उर्वरक बनाउँछ र योसँग रोगसँग लड्ने क्षमता पनि यसले वृद्धि गर्छ र प्रतिकूल वातावरणसँग पनि लड्ने क्षमताको वृद्धि गराउन सक्छ। तपाईहरु हेर्न सक्नुहुन्छ। त्यही खाद प्रयोग गरेर जुन अहिले तपाईहरुलाई देखाउन सक्छु। यसको बट्टा पनि यही छ मसँग यतातिर। यो भनेको एग्री 82 हो। यही चाहिँ मैले प्रयोग गरेको थिएँ। तपाईहरु हेर्न सक्नुहुन्छ। यही बट्टा, यसको नाम हो एग्री 82। यही चाहिँ मैले प्रयोग गरेर आलु चाहिँ यत्रो उब्जाएको छु र तपाईहरु पनि यो प्रयोग गर्नुस् र राम्रो लाभ लिनुस् भन्न चाहन्छु। हस्त, धन्यवाद। विश यू वेल।